आज म एउटा छोटो अनुच्छेद पढ्दैछु। सुयुगको अनुहार सजिलो उज्यालो भयो। विद्यालयमा माली दाइले फुलको काम गर्दै हुनुहुन्थ्यो। दाइ, मलाई पनि फुलका बिरुवाहरू दिनुहोस् न। उसले माली दाइको नजिक पुगेर अनुरोध गर्यो। किन बाबु? माली दाइले सोध्नुभयो। उसले भन्यो, मलाई फुलले आफ्नो घर र आँगन सजाउने मन छ। माली दाइ खुसी